कस्तो लाग्यो यहाँ? नमस्ते मौतम लामा। यहाँ चाहिँ एकदमै हामी चाहिँ घुम्न आएको यो मुस्ताङ एकदमै राम्रो पुरानो गुम्बा रहेछ, एकदम राम्रो लाग्यो है हामीलाई चाहिँ। हामी एकदम अपार मुस्ताङदेखि लिएर यहाँ पुरानो गुम्बाहरूमा सबैमा दर्शन गर्नु पायो, त्यही पनि एकदम धेरै खुसी लाग्छ। इन्टरभ्यू तपाईँलाई कस्तो लाग्यो? एकदमै खुसी लाग्यो। दर्शन गर्नु पायो, निहरू दर्शन गरेर धेरै खुसी छु। घुमाउनु भयो तपाईँलाई पनि खुसी छ, धेरै धेरै धन्यवाद। हुन्छ हुन्छ, तपाईँलाई नि धन्यवाद। खुसी भयो। ल ल धेरै धेरै धर्म हो, यसरी सबै निहरू घुमाइदिएकोमा देखाउनु भएकोमा ल अब अरू गुरुजीसँग भने कताको के हामी त्यतिको हुँदैन। तपाईँहरूलाई एकदम खुसी छु। ल अब तल सब्जी दर्शन गर्न जाने है आफ्नो गुरुको। अब तल हामी गाडी लिएर आउँछौँ। आउनु ठिकै छ, तपाईँहरू चाहिँ बस्नु, म खिचिदिन्छु। हामी चाहिँ कुचेबतेरङ्गा गुम्बामा छौँ। कुचेबतेरङ्गा बिहानै 7:30 हामीले दर्शन पायो। अनि अब चाहिँ हामी दुम्बा लेक अनि उता हुन्छ बाटोमा अनि एउटा चौचेरेन्जी छ, नरी चौचेरेन्जी, त्यो चाहिँ दर्शन गरेर चाहिँ हामी आज चाहिँ पोखरा बस्नेछौँ। ल हामी चाहिँ जम्मा 22 जनाको टिम छौँ। 22 जनाको टिममा 2 जना बिरामी भएर लमाथाङबाट हेलीमा काठमाडौँ गयो। हामी चाहिँ अहिले यहाँ 20 जना छौँ, हामी 3टा गाडीमा। ल अनि आउनुहोस् फोटो खिच्नु।